चाहिँ बेहुली अरे बेहुली चाहिँ जान्छु कि जान्छु भन्दै चाहिँ बेहुलाले चाहिँ लादिन कि लादिन भन्दैछ यो साह्रै बेहुलाले लादिन भन्दा साह्रै चम्केर जान्छु कि जान्छु भन्नु हुँदैन छाडी भन्छ त्यस्तो के तपाईले यो छाडी शब्दको प्रयोग कोलाई गर्नुभएको कुन ठाउँलाई गर्नुभएको के तपाईले यो छाडी शब्दको प्रयोग हाम्रो पहाडको लागि गर्नुभएको थियो तपाई शिक्षक पेशामा हुने व्यक्तिले एउटा शिक्षकले चाहिँ यस्तो खालको भाषण यस्तो खालको छाडाछाडी भन्नु चाहिँ कतिको उचित हो यो तपाईले भन्नु पर्यो तपाईको सभासद तपाईको कालमा एउटा शिक्षक मान्छे तपाईको पार्टीको सभासद पनि उहाँले यस्तो छाडाछाडीको भाषण दिँदाखेरि चाहिँ तपाईँ किन चुप तपाईको पार्टीमा के डिसिप्लिन कमिटीहरू छैन दार्जिलिङ सिक्किम मर्जरको इस्युमा बोल्दै प्रभास्कर ब्रोमज्यूले जुन एउटा इक्जाम्पल दिनुभएको छ र यो इक्जाम्पलमा उहाँले छाडी शब्दको प्रयोग गर्नुभएको छ र हामी उहाँलाई सोध्न चाहन्छौँ के तपाईले यो छाडी शब्दको प्रयोग कोलाई गर्नुभएको कुन ठाउँलाई गर्नुभएको के तपाईले यो छाडी शब्दको प्रयोग हाम्रो पहाडको लागि गर्नुभएको थियो यो हामीले स्पष्टीकरण चाहेको छ तपाईले जुन पहाडमा बसेर आफ्नो शिक्षक पेशा चलाइराख्नु भएको छ घर चलाइराख्छ तपाईले तपाईको परिवार बस्छ हाम्रो परिवार बस्छ श्रीमान अनित थापाज्यूको परिवार बस्छ जो तपाईको चिफ हुनुहुन्छ तपाईले के यो हाम्रो पहाडलाई चाहिँ छाडी भनेर त्यो इक्जाम्पलबाट दिनु संकेत गर्नु भएको यो चाहिँ हामीलाई स्पष्टीकरण चाहिएको छ र हेर्नुहोस् तपाईले त्यही भाषणतिर वरिपरितिर तपाईले भन्नुभएको छ मेरो कपाल चाहिँ सेतै त्यसै फुलेको होइन शिक्षक पेशामा गएर फुलेको भन्ने तपाई शिक्षक पेशामा हुने व्यक्तिले एउटा शिक्षकले चाहिँ यस्तो खालको भाषण यस्तो खालको छाडाछाडी भन्नु चाहिँ कतिको उचित हो यो तपाईले भन्नु पर्यो तपाईले यो इक्जाम्पल दिएर पनि के प्रमाणित गर्न खोजेको यो पनि हामीलाई स्पष्ट रूपमा चाहिएको छ यो छाडी भनेर चाहिँ जुन इक्जाम्पल दिनुभएको छ यसको चाहिँ हामीलाई स्पष्टीकरण चाहिएको छ र श्रीमान अनित थापाज्यू हामी हतपत नाम डिक्टेट गर्दैनौँ उहाँको र आज उहाँलाई पनि भन्न चाहन्छु तपाईको मन दुखेको छ नि यो छाडी भनेर चाहिँ जुन इक्जाम्पल दिनुभएको छ यो कसलाई दिनुभएको तपाईले पनि सोच्नुपर्छ एउटा शिक्षक पेशामा तपाईको सभासद तपाईको कालमा एउटा शिक्षक मान्छे तपाईको पार्टीको सभासद पनि उहाँले यस्तो छाडाछाडीको भाषण दिँदाखेरि चाहिँ तपाईँ किन चुप तपाईको पार्टीमा के डिसिप्लिन कमिटीहरू छैन वुमेन्स कमिटीहरू छैन यस्तो खालको भाषण दिँदाखेरि तपाईँले किन रोक्नु हुँदैन तपाईँले किन एक्सन लिनु हुँदैन तपाईलाई मन दुख्दैन तपाईले राजनीति गर्ने ठाउँलाई उहाँले छाडी भनेको हो कि होइन भनेर चाहिँ भन्ने या सोध्ने तपाईँको पनि एउटा के हो जिम्मेवारी हो र हामी भन्न चाहन्छौँ स्पष्ट रूपमा हामीलाई कतिवटा मतभेद होला अनि थापाज्यूसँग पनि तर यस्तो खालको भाषण दिने व्यक्तिहरूलाई यस्तो खालको उत्पटङ्गी शब्दहरू युज गर्ने व्यक्तिहरूलाई चाहिँ राखेर तपाईँले के प्रमाणित गर्नुहुँदैछ तपाईँले आफ्नै पार्टी ड्यामेज गर्नुहुँदैछ र साथसाथै यसले हाम्रो पहाडको जुन एउटा नाम छ नि शिक्षकको पेसालाई पनि धक्का पोसेको छ र पहाडको जुन एउटा गरिमा छ नि यसलाई पनि धक्का पोसेको छ